चर्चित लोकदोहोरी गायिका रेणुका भट्टराईको विवाह सम्पन्न भए लगत्तै गायक वसन्त लम्साल पनि विवाह बन्धनमा बाँधिने भएका छन्। गायक वसन्त लम्सालले विवाह गर्न लागेकी श्रीमती भने प्रेमी नभएर मागी विवाह रहेको छ। पेसाले नर्स रहेको खुल्लामा आए लगत्तै आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी विषय चर्चा गर्नेछौँ गायक वसन्त लम्साल विवाहमा बाँधिँदैछन्, कोसँग विवाहमा बाँधिँदैछन्, कहिले कहाँ भन्ने कुरा सबै जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनुहोला। पछिल्लो समयमा लोकदोहोरी गाएरै दर्शकहरूको माझमा चिनिएका गायक वसन्त लम्साल विवाह बन्धनमा बाँधिने खबर यति बेला सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र भएको छ। गायक वसन्त लम्साललाई विवाहको शुभकामना दिनेको ऐरो नै लागेको छ। गायक वसन्त लम्साल यही आउँदो वैशाख 17 गते बुधबार विवाह बन्धनमा बाँधिने भएका छन्। गायक वसन्त लम्सालले विवाह गर्न लागेकी श्रीमतीको नाम नखुलाए पनि उनी गीत सङ्गीतबाट टाढा रहेको र गीतलाई मान दिएको उनले जानकारी दिएका छन्। गायक वसन्त लम्सालले विवाह गर्न लागेकी गीत सङ्गीतबाट टाढा रहेको र पेसागत रूपले नर्स रहेको जानकारी आएको छ। वसन्त लम्साललाई विवाहको अनगिन्ती शुभकामना सँगसँगै उनी यति बेला दोहोरी क्षेत्रमा निकै चर्चामा रहेका छन्। उनले गाएको पछिल्लो समयमा दोहोरी नै चर्चामा रहेको छ। जुन गीत रहेको छ मगर्नेको तिनपाने गीतबाट चर्चामा आएका हुन्। उनको जन्मघर अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका पालीबाट बिलोन गर्दै आए पनि उनी बुटोलमा बस्दै आएका छन्। बुटोलबाट नै विवाह गर्ने खुल्नमा आएको छ। केटी पक्ष र केटा पक्षको विवाह बुटोलमा धुमधामसँग होटेलमै हुने कुरा खुलाएका हुन्। गायक वसन्त लम्साल लगायत उनकी श्रीमती घर परिवारलाई विवाहको अनगिन्ती शुभकामना दिँदै भिडियोबाट छुटिन्छौँ। विवाहको शुभकामना लेख्न भने नबिर्सिनुहोला।